लोग्ने छोडेर आएर त यहाँ परपुरुषसँग लागेकी छेस भनेर भन्दैछन्। के यो कुरा साँचो हो? किन रमेश र सीता बीच नराम्रो हुन पुग्यो? किनभने रमेशले नबुझी सीतालाई आरोप लगाएका छन्। हो दर्शकबिन, सहीन प्रजापतिको निर्देशनमा आरटी मनोरञ्जन युट्युब च्यानलबाट दैनिक रूपमा प्रसारणमा आइरहेको सीता सिरियल यति बेला झन चर्चाको विषय बनिरहेको छ। हो, सीताले आफ्नो लडाईँ आफै लड्नुपर्छ र रमेशसँग सम्बन्ध बिगार्नु हुने थिएन, किनकि रमेशले पनि साथ सपोर्ट अहिलेसम्म गरिरहेका थिए। तर अब भने रमेश र सीताको सम्बन्ध पक्कै पनि राम्रो हुने छैन, किनकि रमेशले सीतालाई नभएको आरोप नबुझिकन लगाएका छन्। ओ दर्शकबिन, हरिले सीतालाई धेरै दुःख दिएको छ, तर यो कुरा रमेशलाई पनि थाहा छैन र हरि र सृष्टिको पनि विवाह हुन लागेको छ। हरि गलत मान्छे भए पनि सृष्टिको लागि राम्रो मान्छे बनिरहेको छ। उसले भोलिको दिनमा के थाहा, सृष्टिलाई पनि पहिला उसकै श्रीमतीको जस्तो दुर्व्यवहार गर्ने हो कि? र सृष्टिको बुबा आमा र दाइले पनि हरिलाई राम्रोसँग बुझ्न खोजिरहेका छन् र सृष्टिले पनि हरिको सबै करतुत थाहा पाउनु पर्छ र हरिको सबै सीताले पनि रमेशलाई भन्नै पर्छ र सीता उनको घर फर्केर जानै पर्छ र हरिबाट सृष्टिलाई बचाउनु पर्छ। पक्कै पनि सृष्टि र हरिको विवाह हुने नै छ, तर पर्वत फर्केर आउनै पर्छ र सृष्टि र हरिको विवाह रोक्ने गर्छ र सीता र रमेशको सम्बन्ध पनि बिग्रिनु हुँदैन र रमेशले पनि सीतालाई साथ दिनै पर्छ र अनु र रमेश सधैँ यसरी नै खुसी हुन्। पक्कै पनि सबै कुरा आउने भागमा थाहा पाउनेछौँ। आज म यति भन्दै बिदा हुन चाहन्छु। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद।